मेरो कानमा अहिले पनि गुन्जिन्छ, यिनीलाई बिगारेका छन् भनेर। अनि त्यति बेला मेरो टिनेजमा मैले थाहा गरेँ कि मेरो जिन्दगी कसैले बिगार्दा बिग्रिने हो भनेर देख्दा यो जिन्दगी के हो? म चाहिँ एउटा टेलिभिजन जस्तो यसको रिमोट कन्ट्रोल अरू कसैको हातमा छ। यो लाइफ के हो? त्यसो भए मलाई यति साह्रो निराश लागेको थियो त्यति बेला। म खाना खाँदिनँ थिएँ कि यो जिन्दगी किन मैले खाएर मेरो परिवारको मेहनत, मेरो परिवारको सम्पत्ति भए पनि दुःखले कमाएर किन खाइदिनु जस्तो लाग्थ्यो कि लाइफ इज नथिङ सम्झिन्छ। मेरो जीवन केही पनि होइन। जब 1998मा प्रभु यीशु मसीहलाई जब मैले पाएँ, प्रभु यीशु मसीहलाई ग्रहण गर्ने एउटा अपर्च्युनिटी मैले पाएँ, त्यस दिनदेखि मैले बिस्तारै जीवनको अर्थ बुझ्न थालेँ। मेरो जिन्दगी त अरू कसैले बिगार्दाखेरि बिग्रिने जिन्दगी होइन रहेछ, तर मेरो जिन्दगी त अरूलाई आशिष पुर्याउने जिन्दगी रहेछ, अरूलाई माया बाँड्ने जिन्दगी रहेछ, अरूलाई अँगालो बाँड्ने जिन्दगी रहेछ। यो जिन्दगी त कति परमेश्वर सृष्टिकर्ताको अनुपम उपहार रहेछ। अनि त्यो दिनदेखि कहिले पनि मैले पछि फर्किनँ, कहिले पनि पछि फर्किनँ। मैले अघि हेरिरहेँ, मेरो अगाडि जहिले पनि प्रभु यीशु मसीहलाई पाएँ, परमेश्वरको वचनलाई पाएँ, अनि परमेश्वरको विश्वासी प्रभुको दासहरूलाई मैले भेटाएँ। हालेलुया। हाम्रो जीवनको सबैभन्दा महान कुरो नै यही छ। हालेलुया। प्रभुलाई महिमा होस्। एकचोटि पास्टर आमाको लागि ताली बजाउनु पर्छ होला। फेथफुल विश्वासयोग्य अगुवाहरू हाम्रो जिन्दगीमा पाउनु भन्ने कुरा चाहिँ ठुलो एउटा मार्गदर्शकलाई भेटाउनु हो। तपाईँलाई थाहा छ, बेला बेला हाम्रो अघि आउँदै गर्दाखेरि मेरो एन्ड्रोइडको त्यो लोकेसन नेटवर्कको कमीले गर्दा लोकेसन यताउति भयो। सिधा पहिलादेखि म सिधा आएको, आउँदै गर्दा सठिकसँगले आएको, केही क्षणमा माथि पुगेपछि हाम्रो नेटवर्क यताउति भएको कारणले गर्दाखेरि, नेट विक भएको कारणले गर्दाखेरि मेरो ड्राइभरले पनि अनि मैले पनि हाम्रो नजिकै दूरत्व त्यति टाढो होइन रहेछ, यहाँ आउने डिस्टेन्स त्यति टाढो होइन, तर हामी हरायौँ, यहीँभित्र नै हरायौँ। हराउँदाखेरि पास्टर बाबुलाई निकैचोटि फोन गर्नु पऱ्यो, र भरे कतातिरै रहेछ। हाम्रो जीवनमा सही एउटा फेथफुल प्रभुको दासहरू हाम्रो जिन्दगीमा भेटाउनु भन्ने कुरो चाहिँ हामीले सठिक एउटा मार्गदर्शक भेटाउनु जस्तै हो। हाम्रो लिडर्सहरूको थाहा छ, उनीहरूको एउटा इच्छा हुन्छ, आकाङ्क्षा हुन्छ। लिडर्सहरूले पनि आफ्नो परिवार छ, धेरै कुराहरू छन्, उनीसँग भावना हुन्छ, उनीसँग चाहना हुन्छ, अनि उनीहरूसँग परिवारको लागि पनि एउटा सुन्दर भविष्यको लागि एउटा सोच हुन्छ। तर विश्वासयोग्य लिडर्सहरूले सबै कुरोलाई व्यवस्था गरिकन सम्पूर्ण मण्डलीको लागि भविष्यको उहाँहरूले चिन्ता गरिराखेको हुन्छ। कसरी मेरो मण्डलीलाई एउटा सठिक ठाउँमा पुर्याउँ भन्ने एउटा चाहना हुन्छ विश्वासयोग्य लिडर्सहरू। अनि म यहाँहरूको बारेमा केही वर्षहरू अगाडिबाट जान्दा छु। अनि उहाँहरूले सबै कुरा आफ्नो घर सबै जबहरू छोडेर यहाँनिर आउनुभएको छ, तपाईँहरूको लागि आउनुभएको छ। अनि सायद तपाईँहरूले म यो मिस्टेक गर्दिनँ, गल्ती गर्दिनँ, तपाईँहरूले एउटा सही ठाउँमा हुनुहुन्छ, सही व्यक्तिको एउटा निर्देशनभित्र तपाईँहरू हुनुहुन्छ, सही व्यक्तिसँग सङ्गतिमा जोडिनु भएको छ। हाम्रो पास्टर बाबु पास्टर आमालाई एकदमै यीशु ख्रीष्टको नाममा सलाम ठोक्छ। सलाम गर्नुहोस् न सबैजना। हालेलुया। काठमाडौँ आएपछि म ढाँट्दिनँ प्रभुको उपस्थितिमा, यो चर्चको सम्झना आउँछ। हालेलुया। पास्टर आमाले झन् 50-60 जनाको त खाना एक्लै पकाउनुहुन्छ। म त 5 जनाको लागि पकाउन सक्दिनँ। 5 जनाको लागि खाना त बनाउँछु, किचन सबै मैला हुन्छ। एउटा ठुलो एउटा हृदय हो। पास्टर बाबुले यो कुरा बताउँदै मैले सोध्दै थिएँ, यतिजना यति थुप्रो यहाँ बस्नुहुन्छ, खानापिना चाहिँ कसले पकाइदिन्छ भनेर सोध्दै थिएँ। पास्टर आमाले प्रायः पकाउनुहुन्छ भन्नु हुँदाखेरि यो जोक होइन, यो सजिलो कुरा चाहिँ मलाई लागेन। विभिन्न ठाउँमा गएर वचन बोलिने, बोलपिटको सेवाकाई गर्ने भन्दा खतरनाक मिनिस्ट्री लाग्यो यो चाहिँ। सक्दिनँ, काण्ड म यो गर्नै सक्दिनँ। अनि
ठुलो हृदय भएका मान्छेले यो कुरा गर्छन्। सोच्दै थिएँ मैले, यो ठुलो हृदय हो। यस कारणले म भन्न चाहन्छु तपाईँ सही जग्गामा हुनुहुन्छ। प्रभुलाई महिमा होस्। र म आज फर्किनु पनि पर्छ। त्यो कारणले गर्दाखेरि स्पिरिट लिड भन्दै हुनुहुन्थ्यो, हामी स्पिरिट लिडमै बढ्छौँ। तर म केही आज चाहिँ शनिबारको दिन भएको कारणले गर्दाखेरि, आराधना सङ्गति भएको कारणले गर्दाखेरि समृद्धि हुने केही कुराहरू, मैले प्रिन्सिपल सिद्धान्तहरूको बारेमा म तपाईँलाई केही कुरो बताइराख्न चाहन्छु। 3 types of keys for prosperity। 3वटा चाबीहरू समृद्धिका चाबीहरू। समृद्धि कसैलाई मन पर्दैन होला? समृद्धि मन नपर्ने मान्छेले हात उचाल्नुहोस्, तपाईँको लागि अर्को वचन तयार गर्नु पर्ला। समृद्धि हामी सबैजनालाई मनपर्छ। सिद्धान्त, 3वटा सिद्धान्तहरू। यो समृद्धि नभएर नि जीवनमा उन्नति नभएको कारणले गर्दाखेरि मान्छेहरू धेरै निराश छन्। दार्जिलिङमा एउटा सुनको औँठी भन्ने एउटा नाटक थियो। त्यो नाटकको हिरोले चाहिँ एउटा खानसापकोबाट पैसा लिन्छ। खानसाप चाहिँ को मुस्लिम, इन्ट्रेस्टमा पैसा लिएको हुन्छ अनि पैसा कतै इन्भेस्ट गरेको हुन्छ, डुब्छ। डुबेर चाहिँ खानसापदेखि ऊ भागेको कमेडी एउटा नाटक हो। भागेकै गर्छ। एक दिन त कसो गरेर खानसापसँग जम्का भेट हुन्छ। जम्का भेट बसेपछि त तुमने हमारा पैसा नहीं दिया भनेर भन्छ। त्यति बेला त्यो मान्छेले नि कुरा गर्न थाल्छ, खोइ क्या करे हो खानसाप, यता कुछ करता है यता बुवाङ्गै होता है भन्छ कि। यता कुछ करता है उता बुवाङ्गै होता है, उता कुछ करता है यता बुवाङ्गै होता है। उसले पैसै तिर्न सक्दैन। यस्तो ठाउँमा उसले लगानी गरेको हुन्छ, इन्भेस्ट गरेको हुन्छ, सबै डुब्छ। त्यो एउटा नाटक। जीवनमा धेरै मान्छेहरू निराश छन्। उनको जीवनमा प्रोग्रेस नभएको कारणले गर्दाखेरि, उन्नति नभएको कारणले गर्दाखेरि, या समृद्धिलाई उनीहरूको जीवनमा पक्रिन नसकेको कारणले गर्दाखेरि। अरे धेरै जवानहरू थाकेका कारण शरीरमा आत्मामा थाकेर लत्रकै जिन्दगीदेखि हरेस खानुको कारण नै जवानहरूको एउटा उन्नति नभएर हो, सक्सेस नभएर हो, अनसक्सेस भएर यस्तो अवस्थामा छन्। कतिजनाले सुसाइड पनि गर्छन्। कतिजनाले आफ्नो त्यो सबै कुरो अनसक्सेस भएको कारणले गर्दाखेरि, सफल नभएको कारणले, समृद्धि नभएको कारणले गर्दाखेरि उनीहरूको जीवनलाई नै अन्त गरिदिन्छ। यो नै हो उपाय हो अब भनेर चाहिँ धेरै मान्छेले संसार छोड्छन्। कतिले समृद्धि पाउनको लागि धेरै पैसाहरू लिएर चाहिँ धेरै लोनहरू गर्छन्। धेरै मान्छेले सरकारबाट लोनहरू गर्छन् र आफ्नो बुद्धिमा, आफ्नो ज्ञानमा, त्यसपछि यहाँबाट चाहिँ मेरो समृद्धि हुन्छ, यहाँबाट चाहिँ मेरो प्रस्पेरिटी, यहाँबाट चाहिँ मेरो उन्नति र प्रगति हुन्छ भनेर आफ्नो ज्ञान बुद्धिमा आएर चाहिँ उनीहरूले त्यसलाई इन्भेस्ट गर्छ। तर सबै लस्ट भएर गएर उनीहरू निराश हुन्छन्। यस्तो मानिसहरूको कमी छैन हाम्रो समाजमा। तर यहाँनिर परमेश्वरको वचनबाट मैले आज पवित्र आत्माले अगुवाई गरे अनुसार कतिवटा प्रभुले इन्सेन्ट रिभलेसनहरू थप्दै हुनुहुन्थ्यो। परमेश्वरले देखाउन दिनुभएको समृद्धिको 3वटा बुँदाहरूलाई, 3वटा चाबीहरूलाई म दिन चाहन्छु आज तपाईँहरूको बिच। सबैभन्दा पहिला समृद्धिको लागि नि तपाईँ र मैले याद गरेर मैले थाहा गर्नुपर्ने कुरो चाहिँ हामीले पछि पर्नुपर्ने चाहिँ एउटा कुरोमा ध्यान दिनुपर्ने, द्याट इज लाइट। लाइट भन्नुहोस् त, उज्यालो। उज्यालोको काम के होला? अन्ध्यारोलाई हटाउनु हो। अन्ध्यारोलाई हटाउनु। सबै संसारको उत्पत्ति 1:1 के भनिन्छ? होल अर्थ कभर्ड बाई डार्कनेसले अङ्ग्रेजीमा। सबै संसार चाहिँ नि अन्धकारले छोपेको थियो। उत्पत्ति 1 अध्यायमा छोपेको थियो। अनि परमेश्वरले त्यति बेला के भनेको छ भनेको चाहिँ गॉड सेड लेट देयर बी लाइट भनेको छ। उज्यालो होस्। कसले भन्यो? परमेश्वरले भन्नुभयो। परमेश्वरले भन्नुभयो उज्यालो होस् भनेपछि चाहिँ त्यहाँनेरि अन्ध्यारो हटेको छ।
आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। उत्पत्ति 1:1 पढ्दैछु। पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो। भन्नुहोस् न, अन्धकार थियो, अन्धकार थियो। र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो अनि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भयो। सारा संसार सृष्टिमा नै केले ढाकेको थियो? अन्धकारले ढाकेको थियो है। अन्धकारले कभर गरेको थियो। अन्धकारले कभर गरेको त्यो संसारलाई त्यो संसारमा परमेश्वरले फेरि एउटा शब्द चलाउनु भयो, भन्नुभयो यो संसार चाहिँ अब उज्यालोले ढाकोस्, उज्यालो होस् भनेपछि त्यहाँ उज्यालो भएको छ। यो उज्यालोमा नि सबै कुरो स्पष्ट देखिन्छ। हामीलाई थाहा छ उज्यालोमा सबै कुरो स्पष्ट देखिन्छ। अब यहाँनिर विशेष गरेर यो बाइबल पढिराख्नु भएको छ, बाइबल खोल्नु भएको छ, मैले उल्टाबाट देखिराखेको छु, तर पनि त्यहाँनिर उत्पत्तिको पुस्तक भनेर लेखेको यहाँबाट देख्दछु। किन भन्दाखेरि चाहिँ हामीसँग लाइट छ। अन्ध्यारोले यदि ढाक्यो भनेदेखि चाहिँ म केही पनि देख्दिनँ। अनि हाम्रो फोकस, हामीले ध्यान दिनुपर्ने, हामीले थाहा गर्नुपर्ने जहिले पनि तपाईँलाई मैले उज्यालोमा हो। जब अन्धकारमा मैले हिँड्नु पर्दैछ भनेदेखि चाहिँ रात पर्यो, निष्पट अन्धकार छ, अब म जानु छ भने मेरो हातमा लाइटको बन्दोबस्त हुनुपर्छ। तब त्यो लाइटले अन्धकारलाई चिरेर जान्छ, म हिँड्ने बाटो तयारी हुन्छ। योना 10:10ले के भन्छ? चोर त चोर र मारु र नाश गर्नु हेतु ल्याए, तर म तिमीहरूलाई जीवन दिने, त्यो पनि प्रशस्त जीवन दिनको निम्ति आए। परमेश्वर भन्नुहुन्छ प्रशस्त जीवन दिनको निम्ति। आज हामीले चुनाव गर्नुपर्ने चाहिँ उज्यालोको काम हो। धेरै अन्ध्यारोमा गरिने कामहरू यो उज्यालोमा भइराखेको छ। थाहा छ नि, आज विभिन्न अन्ध्यारोमा गरिने काम उज्यालोमा भइराखेको छ। सारा काठमाडौँ यो सहर उज्यालो छ यति बेला। यो लाइटको उज्यालो, घामको उज्यालोको कारणले गर्दाखेरि यो उज्यालोमा आज पनि अन्धकारको कामहरू भइराखेको छ। किन यो उज्यालोमा उनीहरूले अन्धकारको काम गरिराखेको छन् भनेदेखि चाहिँ उनीहरूले रियल ज्योतिलाई भेटाएको छैन। जस्तो हाम्रो पृष्ठभूमि थियो, हामीले साँचो ज्योतिलाई नभेट्दाखेरि हाम्रो जिन्दगीहरू पनि उज्यालोमा अन्ध्यारो काम, अन्धकारमा काम गर्ने काम हो हामीले गरिराखेका थियौँ। र जसै हामी उज्यालो भेट्यौँ, जसै हामी उज्यालोलाई भेटिन्छ, तब उज्यालोमा जहिले पनि हामी स्पष्टीकरण पाइन्छ। क्ल्यारिटी, स्पष्टीकरणमा हामी आइन्छ। योना 8:12ले के भन्छ? येशूले फेरि तिनीहरूलाई भन्नुभयो म संसारको ज्योति हुँ। प्रभु यीशु मसीहले के भन्नुभयो? मण्डली भन्नुहोस् त, म संसारको ज्योति हुँ। प्रभु यीशु मसीहले भन्नुभयो, भन्नुहोस् न, भन्नुहोस्। प्रभु यीशु मसीहले भन्नुभयो लुसिफर संसारको ज्योति हो। प्रभु यीशु मसीहले भन्नुभयो म संसारको ज्योति हुँ। जब यो ज्योति, जब यो लाइट, आई एम द लाइट अफ द वर्ल्ड भनेको छ, म यो संसारको ज्योति हुँ। जुन मानिसले नि ज्योतिलाई भेट्छ नि, ज्योतिलाई पाउँछ नि, ज्योतिलाई समाउँछ नि, ज्योतिमाथि आफूलाई फोकस लगाउँछ नि, देन आफ्टर prosperity will start. उसको जीवनमा समृद्धिको सुरुवात त्यहाँ हुन्छ। ज्योति हाम्रो जीवनमा थाहा गर्नुपर्नेको ज्योतिको एउटा काम हो अन्धकार हटाउनु हो। के भन्छ? धारुलिताको सूर्यालो उदायो, उज्यालोले अन्धकार हटायो, चङ्गाई छरियो,
यीशुको मायाले मनै भरियो चङ्गाई छरियो यीशुको मायाले मनै भरियो धार्मिकताको सूर्यलो उदायो उज्यालोले अन्धकार हटायो चङ्गाई छरियो यीशुको मायाले मनै भरियो आमेन हालेलुया जसै उज्यालो जसै ज्योति जसै हाम्रो जीवनमा छर्दछ चङ्गाई छरियो मेरो प्रियहरू सबैभन्दा हामीलाई धनी हुनु नदिने कुरो चाहिँ अहिले संसारमा यो हस्पिटलहरू हो हस्पिटलहरूलाई डाँट्नु मनपर्छ कमायो 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 यता गयो कमायो उता गयो उता गयो कमायो यता 16 हान्यो उता 17 हान्यो 18 हान्यो बिरामी भयो सिधा गयो हस्पिटल हाम्रो पैसा त हस्पिटलले पो खान्छ हो यहाँ नै होला सायद अस्ति कहिले 30 वर्ष पछाडिको बोजू जाति भएर जानुभएको थियो होइन शुक्रबारको दिन उहाँले भन्नुहुन्थ्यो यहीँ बसेर होला नाचेकै यति बेला अनि कुन हस्पिटलमा यति खर्च गरेँ यो हस्पिटलमा त्यो खर्च गरेँ 30 वर्ष भएसम्म मेरो खुट्टा दुखेको यहाँ आएर जाति भयो यस्तो भयो भने सबै गइसके पासो बाउले आमा अब जानुपर्छ जयमसी भने उहाँ आमा त्यहीँ बस्ला जस्तै गर्नु लास्टमा निस्किनु हो यहीँ बस्ला जस्तो गर्यो तर हस्पिटललाई जुन प्रकारले उहाँले पैसा तिर्नुभयो तर यहाँ चाहिँ तिर्छु चाहिँ भनेन है त हाम्रो बिरामी कष्ट दुःख यस्ता कुराहरू नि समृद्धितिर हामी जान पाउँदैनौँ हामीलाई दिँदैन चोरले चोर्नुको निम्ति आउँछ यसै कारणले योना 10को 10 दुष्ट शैतान चोर्नु मात्र तपाईँको आशिष चोर्नु तपाईँको पैसा चोर्नु तपाईँमा भएको जे जति सबै चोर्नु तपाईँमा भएको सब थोकलाई चोरेर तपाईँलाई कङ्गाल बनाउनु र थन्ने जिन्दगी जिउनको लागि दुष्ट शैतान आए त्यसले अन्धकार तपाईँको जीवनमा हालिदिन्छ तर येशू मसीह हाम्रो जीवनमा उज्यालो छर्न आउनुभयो उज्यालो हाम्रो जीवनमा आउँदछ चङ्गाई हाम्रो जीवनमा लिएर अनि चङ्गाई भइसकेपछि नि हाम्रो पहिलाकै कमाइ राखेको पैसाहरू पनि उब्रिन्छ छोरी के खाने हो कुन लुगा लाउने हो के गर्ने हो एकजना पास्टर यहाँनिर सोध्नुहुन्थ्यो छोरा छोरी तिमीहरू अब जवान हुँदैछौ कि तिमीहरूलाई जुन जुन ब्रान्डेड लुगाहरू मनपर्छ एकदम भनिहाल है ल भनिहाल मन परेको कुरा किनिहाल दामी दामी लुगा जुत्ताहरू एकदम महँगो महँगो छोरालाई भन्थ्यो महँगो महँगो जुत्ताहरू छोराहरूको हुन्छ तर पनि भनिहाल 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 मेरो कानले सुनेको अनि किन त्यसरी भन्दैछ भनेर मलाई लाने साथीसँग सोधेको त मेरो बिरामी भएर गएर यत्रो पैसा कमाइन्थ्यो सबै बिरामीमा जान्थ्यो जब प्रभु यीशु मसीहलाई मणिपुरमा उनीहरूले आफ्नो जीवनमा ग्रहण गरे उनीहरूको जीवनमा बिरामी छैन पैसा छैन अरूलाई पनि बाँड्छ नानीहरूलाई पनि दामी अरू कोही यस्तो लुगा आएको छ नयाँ यो लुगा आएको छ नयाँ यो जुत्ता यो डिजाइन भएको यो लगाउन भनेर आमाले भन्दै थियो क्या त्यो किन कसरी यसरी भयो भन्दाखेरि कमाइ त्यही हो पहिलाकै कमाइ त्यो नानीहरूलाई तर महिनामा त के भन्छ हप्तामा त होइन महिनै पछि हस्पिटल पुऱ्याउनु पर्थ्यो अरे 2-3वटा चाइल्ड स्पेसलिस्ट त उनीहरूको घरको जस्तै अरे अनि यहीँनिर कहाँको एकजना बहिनी हुनुहुन्छ 8 वर्ष अगाडि पर स्तुति प्रशंसा चर्चमा जाँदै गर्दाखेरि त्यहाँनिर अद्भुत प्रकारले चङ्गाई भयो त्यहाँदेखि त्यो दुष्टहरूको हेपाई यति डरलाग्दो फेरि मैले फर्स्ट टाइम सुनेको त्यति बेला चङ्गाई भयो मलाई त केही भनिन फेरि जोरपाटीमा म आउँदै गर्दाखेरि त्यो बहिनीले भेटेपछि भनेको म छक्कै परेँ दुष्टहरूले यति साह्रो सताएको के भन्छ लामा बाहुनहरूलाई घरमै राखेर 17 लाख पैसा सकिसकेको अनि यति साह्रो दुष्टले सतायो नम्बर डिजिटहरू पनि बिर्सिसकेको अनि त्यो म यहाँबाट सायद भन्न त्यो कुरा मैले भन्न रुचाउँछु उसको घटना जे घटेको थियो त्यो घटनाहरूलाई अनि त्यो दुष्ट शैतानहरूले नि त्यो बहिनीलाई ऱ्याप गर्थ्यो भने क्या इज्जत लुट्थ्यो भने यति साह्रो घिनलाग्दो दुष्ट आत्मा त्यो गरेर त्यस पछाडि यस्तो लाचार भयो पैसा सक्यो आमा बुवाहरू पनि लाचार भयो सासू ससुरा पनि श्रीमानले कमाएको पैसाहरू लगभग सकिसक्यो अनि पछिबाट चाहिँ एकजनाले साथीले यहाँनिर
स्तुति प्रशंसा चर्चमा सेवाकाई हुँदै गर्दाखेरि त्यति बेला यो परमेश्वरको वचनहरू पवित्र आत्मामा भइकन मैले बोलिराख्दाखेरि एक एक हुँदै छुटकारा भयो, एक एक हुँदै छुटकारा भयो, एक एक हुँदै छुटकारा भयो। उसले तँलाई यहाँलाई म भ्याउराइबाट झारेर मारिदिन्छु भन्ने अरे तिनीहरूले मलाई पछिबाट त्यहाँनिर उहाँले सेयर गर्नुभयो। अनि त्यस पछाडि के भन्नुभयो, ऊ प्रभुमा आइसकेर कम्प्लिटली छुटकारा भयो। त्यो बेलामा कम्प्लिटली छुटकारा भयो। अनि त्यस पश्चात मलाई हाँस्दै सुनाउँदै हुनुहुन्थ्यो, मेरो श्रीमानले पनि अब डिभोर्स दिन्छु भन्दैछ। हाँस्दै के गर्दै अरे भन्नुहोस् न, हाँस्दै हाँस्दै मेरो श्रीमानले पनि अब मलाई छोड्छ अरे। मेरो आमा बुवाले पनि घरमा आउनु अनुमति दिँदैन, मेरो सासु ससुरा पनि मसँग राम्रो बोल्दैन। अनि त्यो बेलामा चाहिँ उसले सुसाइड गर्नु खोज्दाखेरि उसको बेबीलाई सम्झेर चाहिँ सुसाइड नगरेको अरे। अनि पुरा परमेश्वरले छुटकारा गरिसकेपछि अब श्रीमानले सबैले छोड्छु सबैले भन्दा हाँस्दै मलाई भनिरहेछ। उनले भन्दैथ्यो मेरो त्यो अवस्थाभित्रमा यहाँ कसैले मलाई केही कुरो निको गर्न नसक्ने मलाई परमेश्वरले यो जीवन दिनुभएको छ। जे कुरो पनि छ सबै कुरोले मलाई छोडोस्, छोडे तापनि म कुनै कुरोले पनि म यसमा के भन्छ विश्वास मान्दिनँ। तर गुड न्युज परमेश्वर त्यतिकै थामिनु भएन उनको जीवनमा। उनको श्रीमानले प्रभुलाई ग्रहण गर्नुभयो, आमा बुवाले प्रभुलाई ग्रहण गर्नुभयो, सासु ससुरले प्रभु ग्रहण गर्नुभयो। तपाईँलाई थाहा छ 1 वर्ष अगाडि म यहाँ आउँदाखेरि लास्ट उहाँसँग मेरो भेटघाट श्रीमानसँग विदेश जानुभयो, श्रीमानले विदेशै लानुभयो। तिमी यहाँ आउनुपर्छ, यहाँ पनि सेवाकाहरू थुप्रो गर्नुपर्नेछ श्रीमानले भनेर लानुभयो। जब उज्यालो जीवनमा आउँछ उज्यालोमा सबै कुरो सत्यताका कुराहरू देखिन्छ। ट्रुथ सत्य कुरा। हाम्रो उज्यालो हाम्रो जीवनमा मात्र होइन के, समृद्धि हुनको लागि हाम्रो उज्यालो चाहिँ नि हाम्रो वरदानहरूमा पनि पर्नुपर्छ। कति राम्रो राम्रो दान वरदानले भरिएका छन् भाइ बहिनीहरू। प्रभुले मलाई बोल्ने वरदान दिनुभएको छ, गाउने वरदान दिनुभएको छ, मिडियाको गर्ने वरदान दिनुभएको छ। परमेश्वर यो प्रत्येक मेरो वरदानमा तपाईँको ज्योति आएको होस्। मेरो पैसो, मेरो कमाएको धन, मेरो सम्पत्ति, मेरो कमाइ छ, मेरो कमाइमा पनि परमेश्वर तपाईँको ज्योति परेको हुन्छ। हाम्रो जिन्दगीको सबै क्षेत्रमा जब परमेश्वरको लाइटभित्र हामी आफूलाई राख्छौँ समृद्धि विल स्टार्ट। समृद्धि हाम्रो जीवनमा सुरुवात भएर जान्छ। लाइट हालेलुया। परमेश्वरले भन्नुभयो अन्धकारमा त्यहाँनिर ज्योति भइहालोस्, उज्यालो होस्। अन्धकार जिन्दगी कोही कोही मान्छेहरू नि नर्मल बस्दा पनि पुगेको जस्तै अनुहार हुन्छ। एक दिन मेरो साथीहरू केरला जाँदै थियो अरे, कसैको चाहिँ हँसिलो हुन्छ, कति राम्रो है। हाम्रो पास्टरनी आमा हँसिलो लाग्छ, कस्तो लाग्छ है, हँसिलो। अनि मेरो साथीहरू केरला जाँदै गर्दा बाटोमा भेटेछ। बाटोमा भेट्दै गर्दा ट्रेनमा एकजना मान्छे भेटेछ, एकजना नर्मल बसिरहेको गरिरहेको थियो अरे क्या। अब के फिक्री थियो मनमा, के थियो थाहा छैन। अनि अर्को साथीले भन्यो, औ साथी यो मान्छे नर्मल बस्दाखेरि रुएको जस्तो छ, उसको बिहाको दिन चाहिँ उसको अनुहार कस्तो हुन्छ होला। हाँस्ने कसैले उसको खुसीभित्र खुसी नै चोरिदिएको जत्तिकै। हाम्रो जिन्दगी हामी जिउन नजानेको कारणले गर्दाखेरि, हाम्रो जिन्दगी वास्तविक अर्थ नबुझेको कारणले गर्दाखेरि, हाम्रो जिन्दगीलाई कुन उज्यालोमा ढाल्नु पर्ने त्यो उज्यालो बाटो नचिन्दाखेरि चाहिँ हाम्रो अनुहार जहिले पनि खुस्किएको अन्ध्यारो जिन्दगीमा। जब यो अन्ध्यारो जिन्दगी नै दुनियाँभरको कुरोले भरिएर अन्धकार जिन्दगी नै जब प्रभु यीशु मसीहमा आउँदै गर्दाखेरि परमेश्वरले भनिदिनुहुन्छ यो अन्धकार जीवनमा उज्यालो भइहालोस्। उज्यालोले अन्धकार हटायो, चङ्गाई छरियो, यीशुको मायाले मनै भरियो। हालेलुया।
अनसक्सेस, हाम्रो जीवनको असफलहरू नि, असफलता हामीले नजानेर हो खासमा। यता जानुपर्ने, यता गएर चाहिँ हाम्रो परमेश्वरको वचनले भन्छ, के भन्छ भने त आफै परम प्रभुमा मग्न हो र तेरो मनोरथ पूर्ण हुनेछ भनेको छ। डिजायर फुलफिल भनेर भन्छ अङ्ग्रेजीमा। तिम्रो चाहनाहरू सबै पुरा हुन्छ। चाहनाहरू त फेरि गाडीदेखि लिएर वरदानदेखि लिएर लिपस्टिकदेखि लिएर नुनदेखि सुनसम्म चाहना हुन्छ हो। परमेश्वरले चाहना त्यहाँ पुरा गर्नुहुन्छ, उहाँको उपस्थितिमा मग्न, ज्योतिको परमेश्वरको उपस्थितिमा मग्न हुनुहोस्। हालेलुया। हाम्रो जिन्दगी समृद्धिको छ, उज्यालो परमेश्वरको उपस्थिति उज्यालो। अनि अर्को सिमिलर त्यस्तै प्रकारको शब्द अर्को किस तपाईले मैले याद गर्नुपर्ने, हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ ट्रुथ, सत्य। सत्य मिन्स रियालिटी। सत्य चाहिँ रियालिटी। प्रभु यीशु मसीह चाहिँ रियल हुनुहुन्छ, साँचो हुनुहुन्छ। प्रभु यीशु मसीह चाहिँ साँचो चङ्गाइकर्ता हुनुहुन्छ हो। सत्यतामा मन लगाउनु। हामी जुन कुरोमा मन लगाउँछौँ, अब सत्य कुरोमा मन लगाउँदा एक्जाम्पलको निम्ति, उदाहरणको निम्ति तपाईँको बिरामी के छ, एउटा बिरामी डिप्रेसनको बिरामीहरू सपोज डिप्रेसन मलाई त डिप्रेसन खालि डिप्रेसनलाई तपाईँले जान्नुहुन्छ। तपाईँले चिनेको इन्ट्रोड्युस डिप्रेसन अर्थात् क्यान्सर मलाई क्यान्सर लागेको छ, मलाई घातक रोग लागेको छ, यो घातक रोगको बारेमा तपाईँले जान्नुहुन्छ। रियालिटीलाई तपाईँले बिर्सिनुभयो, ट्रुथ सत्यताको कुराहरू बिर्सिनुभयो। तर सत्य कुरो चाहिँ तपाईँले चाहिँ क्यान्सरलाई मैले चिनेको छु, क्यान्सर मेरो भाग हो, क्यान्सर ममा छ, ममा क्यान्सर छ, म क्यान्सरले नै एक दिन मर्छु, क्यान्सरले नै म मर्दैछु, यो कुरो हामीले जानिराखेका हुन्छौँ। यही सत्यता। तपाईसँग क्यान्सरको रोग छ, सत्यता त्यही हो। तपाईसँग गरिबी छ, त्यही हो तपाईँको के भन्छ तपाईँले जानेको कुरो। तपाईँसँग असफल जिन्दगी तपाईँले जिउँदै हुनुहुन्छ, तपाईँले जान्नु भएको त्यही असफल जिन्दगी हो। तर तपाईँले मैले जान्नुपर्ने कुराहरू चाहिँ ट्रुथ, सत्यता। अनि त्यो सत्यता चाहिँ के हो भन्दाखेरि चाहिँ ख्रिस्ट येशू हुनुहुन्छ। जीसस इज द एन्सर अफ क्यान्सर। यीशुमा के असम्भव छ? एउटा कुरो असम्भव भन्नुहोस्, ख्रिस्ट येशूमा। लुकाएको 37ले भन्छ, मेरो नाउँमा कुनै कुरो असम्भव छैन। तपाईँ क्यान्सरको बिरामीले, असफलतामा तपाईँ डिप्रेसनमा तपाईँ हुनुहुन्छ, तपाईँ रियालिटी ख्रिस्ट येशूमा तपाईँ आफै केन्द्रित हुनुहुन्छ नि। साँचो कुरो चाहिँ ख्रिस्ट येशू जो रियल हुनुहुन्छ, रियालिटीमा परमेश्वरले तपाईँको घातक रोगहरूलाई पनि निको गर्न सक्दछ। अनि तपाईँले जान्नुपर्ने चाहिँ क्यान्सर होइन, तपाईँले जान्नुपर्ने चाहिँ एन्सर हो। हालेलुया। क्यान्सर होइन, हामीले एन्सर हो। डिप्रेसन होइन, चङ्गाइकर्तालाई जान्नुपर्ने। हालेलुया। तपाईँको असफल जीवन होइन, तर सफलताको जीवनमा डोराउनु हुने परमेश्वरलाई हेर्नुपर्ने हुन्छ। तपाईँको शरीरमा अन्धकार होइन, अब ज्योति आएको छ। यसैले तपाईँको शरीर पवित्र आत्माको मन्दिर हो। शैतानले तपाईँलाई आक्रमण गर्ने होइन, त्यसलाई तपाईँले आक्रमण गर्नु। रियालिटी चाहिँ यो, सत्यता यो कुरोलाई तपाईँहरूले मैले बुझ्नुपर्ने हुन्छ। नानीहरू ज्ञान बुद्धि, मेरो साथीहरू दामी पढ्दैछ, दामी डिग्री पास गर्यो, यस्तो गर्यो, तपाईँसँग ज्ञान बुद्धि छैन भने होली स्पिरिटलाई सोध्नुहोस्। होली स्पिरिट, यु आर माई हेल्पर। तपाईँ मेरो सल्लाहकार। तपाईँ पवित्र आत्मा पर हुनुहुन्न, येशूको बलिदानले तपाईँ म भित्र हुनुहुन्छ।
सहायता गर्नुहुन्छ, हेल्प गर्नुहुन्छ। हिस्ट्री, जियोग्राफी, केमिस्ट्री के छ, म्याथमेटिक्स, परमेश्वर मलाई सिकाउनुहोस्। यु आर माई हेल्पर। योना 14 अध्यायले के भन्छ? पवित्र आत्मा हाम्रो सहायक हुनुहुन्छ। याकुब 5:5ले के भन्छ? ज्ञानको कमी हुनेहरूले नजरिकन दिनुहुने परमेश्वर मसँग माग। यो रियालिटीमा एउटै पनि नपढेको मान्छेमा हामी ट्युसन पठाउँछौँ केटाकेटीहरू बेला बेला। हामी क्रिस्चियनहरूले त संसार सन्डे स्कुलको नानीहरूलाई सिक्नुको लागि जान्छौँ, त्यही सन्डे स्कुलकै नानी नै टिचर हुन्छ। कुनै नानीलाई तपाईँहरूले क्लास 10 पढेको 12 पढ्दै गरेको नानीलाई चाहिँ क्लास 10 पढेको टिचरकोमा ट्युसन पठाउनुहुन्छ? पठाउनु न, किनभने यसले उँधौली सिकाउँछ, उँभौली होइन। तर पवित्र आत्मा परमेश्वर हाम्रो शिक्षक हुनुहुन्छ। रियालिटी चाहिँ यो, हालेलुया, ट्रुथ यो, सत्यता यो, सत्यता यो, सत्यता। जुन सत्यतामा हामी विश्वास गर्दछौँ नि त्यस्तै हुन्छ। किनभने हामी नयाँ करारको मण्डली चाहिँ विश्वासद्वारा जिउने हो। बाई फेथ, विश्वासद्वारा। हामीले मूल्य चुकाउनु पर्दैन। लु, खतरनाक कुरा पनि होइन। नयाँ करारको मण्डलीलाई परमेश्वरले भन्नुभएको बाई फेथ, विश्वासद्वारा। यो विश्वासको नाप हुन्छ, यो विश्वासको स्तर हुन्छ। कोहीको विश्वास तल हुन्छ, कोहीको विश्वास यस्तो हुन्छ। अलिक तल हुनेले हुन्छ के हो भन्छ, अलिक माथिको चाहिँ हुन्छ होला भन्छ, अलिक माथिको चाहिँ के भएको हुन्छ। विश्वासको लेभल यस्तो हुन्छ। त्यसले गर्दाखेरि विश्वास तलमाथि भएको कारणले गर्दा पहिला गयो पछि, पछि गयो अघि। एकजना एल्डर भयो अरे, साह्रो बिरामी भयो अरे, अनि पास्टर हेर्नु गएको अरे। पास्टर भए ट्याप्पै समाएर त पास्टर भयो स्वर्ग साँच्ची नै छ नि भने सोध्यो। पास्टर गयो रिस उठेर छ पक्कायो, नसुर्ताइकन मर्नुहोस् भन्यो। विश्वास त्यस्तो हुन्छ। एकजना पास्टरको माइली छोरीले के भनेको त, अङ्कल प्रभु पनि जिउँदो छ कि छैन को भन्छ। तिनीहरू पछि हो, तिनीहरू पछि। अब विश्वासमा तपाईँ पहिला खडा हुनु भएको छ। यस, रियालिटीमा परमेश्वर हुनुहुन्छ। यो फेथमा तपाईँ आउनुभयो भने तपाईँ फेथ लिएर माथि तपाईँ अघि हो। बाइबलले यसै कारण त्यो भनेको छ। फेथमा 2जना व्यक्तिहरू छ नि, अन्धाहरू। बेत्सेदाको अन्धा मर्कुस 8 अध्याय कि 12 अध्यायतिर छ होला, मैले गल्ती गरेँ, तपाईँ पढ्नुहोस्। बेत्सेदाको अन्धा छ, उसलाई चाहिँ प्रभु यीशुमा चाहिँ ट्याप्पै समाएर पर केरा घारीमा लगेको छ। जङ्गलमा केरा पनि थियो होला है। प्रार्थना गरिदिएको छ। प्रार्थना गरिसकेपछि देखे के देखिस्? मान्छेहरूलाई रुखहरू जस्तै देख्दैछु। मान्छेहरूलाई तैँले बन्चरले हान्छस्। फेरि थुक लगाएर प्रार्थना गरिदिएको छु। देखे के देखिस्? मान्छेलाई देखे, रुख देखिनस्। अब मान्छे देखे। चुपचाप त घर जा, तेरो विश्वासमा ढल फल्छ। चुपचाप घर जा। मिनिस्ट्री गर्छु भनेर पछाडि नआइजाए, जा सिधा घर, तेरो विश्वास ढल फल्छ। सेवकाई पनि बाई फेथ हो। पास्टर बाबु यहाँ बाई फेथ आउनु भएको कुरा गर्नुहुन्छ। बाई फेथ भनेपछि हुँदैन थियो कतिचोटि। बाई फेथ, विश्वासद्वारा मिनिस्ट्री। हामी बेला बेला मिनिस्ट्री गर्छौँ, कसले दिन्छ दियो भने गर्छु। मलाई यस्तो पाउने मान्छे छ भने गर्छु। मलाई महिनामा यति दिने म गर्छु मिनिस्ट्री भन्दाखेरि चाहिँ अलिक अक्लो जग्गामा गएर विश्वास। यो मान्छेलाई चुपचाप गर्छ, उसको विश्वास ढल फाल्छ। मान्छेलाई फेरि पनि भेट्यो भनेदेखि मान्छेलाई सोचेर त ए रुख पो रहेछ डाङ्गा दियो भनेदेखि चाहिँ गवाई बिग्रिन्छ भनेर सिधा गरेर पठाएको छ। अर्को 46तिर एउटा छ नि बर्तीमा, हिँडमा हिँडिराख्दाखेरि बर्तीमा नै ए दाउदको पुत्र ममाथि दया गर्नुहोस्, त्यसलाई ल्याऊ त भनेर जङ्गल लानु परेन। भिडको बिचमा नै उसलाई चाहिँ भनेको छ, बर्तीमा तिमी के चाहन्छौ? रब्बुनी म दृष्टि पाऊँ, म हेर्न चाहन्छु। मेरो सबैभन्दा मेरो जिन्दगीको समस्या नै हेर्न नपाउनु हो। म हेर्न चाहन्छु मात्रै भनेको छ। सबै क्राउडको बिचमा प्रभु यीशु मसीहले भन्नुहुन्छ, बर्तीमा तिम्रो विश्वासले तिमी निको भयो। प्रार्थना गरेन परमेश्वरले। यो विश्वास हाम्रो विश्वासको लेभलहरू
एक साल आयो क्रिसमस खायो, अर्को पास आयो क्रिसमसै खायो 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 खाँदा खाँदा राँगाको मासु एकैचोटि खाएको बेला गरेर 10 ट्रक जस्तो हुन्छ। तर विश्वास चाहिँ तल। सालै पछि फेल हुनुको लागि नानीहरूलाई किन स्कुल पढाउनु है? सालै पछि फेल हुनुको लागि नानीहरूलाई किन स्कुल पठाउनु? बरु घाँस काट्नु लाउनु कि 2टा जस्तो गाई किन्दिनु, त्यो फाइदा हुन्छ। खर्चै खर्च तर फेलको फेल। अनि विश्वासीहरू पनि सालै पछि आयो, पास्टर मिलाई यहाँबाट शक्तिका कुराहरू सिकाउँछ, विश्वास चाहिँ तल गयो तल। मलाई मेरो मण्डलीलाई 3 सालको अप्सन दिएको छ। 3 सालभित्रमा पनि तपाईँको विश्वास माथि चढेन भने जानुहोस्, संसारमै जानुहोस्, लुङ्गी डान्स गर्दै ढले 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 अनि नरकै जानुहोस्। के छ यहाँ हामी उठाउनु खोज्छौँ, उनीहरू ढले ढले। यहाँ आत्मामा हामी उठाउनु खोज्छौँ, ढले ढले। के को ढले? उठिसकेको हुनुपर्छ। हालेलुया। त्यो रियालिटीमा, त्यो शक्तिमा, त्यो सामर्थ्यमा, त्यो प्रेजेन्समा। हालेलुया। के को ढले ढले? त्यो ढले ढले गीत चल्दो रहेछ। अस्ति कहिले मैले राम्रो सुनेको भने पत्रीमा एउटा सेवक छ क्या, पास्टर मार्क र म, पूर्णिमा आन्टी, हामी 3 जना थियौँ। अनि पास्टर बाबुले हामीलाई माथि जाउँ पत्रीमा, जङ्गलमा रहेछ, त्यो जङ्गलमा ढुङ्गामा फेरि सेकुवा पोलेर दिँदो रहेछ। त्यहाँ हामी एउटा हटमा भित्र पस्यौँ, सेकुवा थियो। अनि निकै पल्केको रहेछ साथीहरू त्यहाँ खानु। अनि हामीले पनि खाँदैथ्यौँ, निकै मिठो पो थियो त, थुक पाउँछ र त्यो निकै मिठो थियो। अनि हामीले खानु मात्रै आँटेको, पास्टरमा आफूले मैले पुरुक्कै हेरेँ, हो सर सुन्नुहोस् त उतापट्टि भनेको, उतापट्टि त ढोक 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 बज्छ त, भर्त ढोक ढोक के बजेको रहेछ भने बुढो यात्रा त तिख्रा भएकोहरू चाहिँ खाँदैन, उनीहरू त ढले ढलेमा नाच्छ, ढले ढलेमा ढले 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 गर्दो रहेछ क्या। प्रभुले हामीलाई ढाल्नको निम्ति होइन, उठाउनको निम्ति। हालेलुया। सत्यताको कुराहरूमा हामी जुन कुरोमा विश्वास गर्छौँ नि, हामीले पैसा इन्भेस्ट गर्नु नजानेको जस्तो कि यो मान्छेले चाहिँ पक्का पनि पैसा उठाएर खान्छ, चोर छ है भनेर थाहा हुँदा पनि जबरजस्ती विश्वास गरेर होला त नि भनेर भित्र गयो। थुप्रो मान्छेको पैसा बिग्रेको रहेछ। यहाँ निकै मिडियामा आउँछ नि, तानी लिएर कुट्दै गरेको, अफिसहरू लात्ताले भत्काउँदै गरेको होइन, थुप्रोले पैसा खाइदिएको हुँदो रहेछ। तर हाम्रो सत्यतामा जब आउँछौँ, जुन कुरोमा हाम्रो विश्वास बढ्छ, त्यो विश्वासअनुसार हाम्रो उन्नति र प्रगति पनि हुँदै जान्छ। विश्वासद्वारा नयाँ करारमा ख्रिस्टमा हामी बढ्दै जानुपर्छ। हालेलुया। पहिलो साल हाम्रो विश्वास यतिको थियो भने यो साल यहाँ पुगेको हुनु पर्यो, अर्को साल यहाँ पुगेको हुनु पर्यो, अनि अर्को साल यहाँ पुग्दा पछि तपाईँले हात छेउ काट्दाखेरि बिरामीहरू नि पाउनुपर्छ। एउटा आन्टी, सिक्किमको आन्टी, विश्वासमा बढेको, बाइबल नपढेको, केवल यति मात्रै सुनेर गएको हुन्छ। प्रभुले प्रेम गर्नुहुन्छ, चङ्गाइ गर्नुहुन्छ। एउटा गाउँमा गयो, मकै बोकेर जानुहुन्थ्यो। परमेश्वरले प्रभु यीशु मसीहलाई प्रेम गर्नुहुन्छ, चङ्गाइ गर्नुहुन्छ। खालि जानेको यति थियो, विश्वासमा यति डरलाग्दो बढेको, तर बोल्नु चाहिँ त्यति मात्रै जानेको सुसमाचार। गाउँ गाउँ मकै बोकेर खाँदै प्रभुको बारेमा सुसमाचार सुनाउँदै हिँड्छ। एक जग्गामा त 12-13 वर्षको नानी मरिरहेको हुन्छ। सबै मान्छेहरूले मलमी आइसकेको हुन्छ। अनि त्यति बेला उसलाई कराउँछ, तेरो प्रभुले चङ्गाइ गर्छ होइन, लु त चङ्गाइ गर्छ भनेर जबरजस्ती त्यहाँको केटाहरूले राखेर उसको काखमा डेड बडी थमाइदिन्छ। त्यो बोजूले जानेको, आन्टीले जानेको, प्रभुले प्रेम गर्नुहुन्छ र चङ्गाइ गर्नुहुन्छ। अरू बोल्नु केही सक्दैन बिचरा, काखमा राखेर दुरु रुन थाल्छ। रुखको रुखै रुखो रुखै रुखो रुखै आँखाको आँसु अर्थात् डेड बडीको त्यो जुन पनि डेड बडी छ त्यहाँनिर मृत शरीर, उसको मुखमा उसको आँसु पर्न थाल्छ। आँसु पर्दै जानेको थियो, यसो हेरेको त कसो गरी हेरेको त नानीको मुख चल्छ, हेर्छ। त्यहाँदेखि त फेरि रुखको रुखै गर्छ, कसो गरेको त त्यो नानीले आफ्नो आँखा यसो गर्छ क्या। प्रभु यीशु मसीहले बेत्सदाको अन्धलाई त थुक लगाएर थुक सबैभन्दा घिनलाग्दो है संसारमा। ठाउँ ठाउँमा नानीले खाना बाँड्दाखेरि मास लगाएर खाना बाँड्दै गरेपछि किन थुक्को छिटिन्छ भनेर हो।
तपाईँलाई चिया दिँदै गरेको चिया दिने मान्छे छ नि झिन्झिरी जस्तै बोल्नै छ भने त्यो चिया खानुहुन्छ कसैको चाहिँ बोल्नुभन्दा बेसी खुसी हुन्छ पुरा नुहाइदिन्छ थुक बसेको छ भने जत्तिकै मिठो खानेकुरो पनि खाइँदैन जतिको मिठो भए पनि थुक यो यस्तो थुक लगाइदिएर पेशदाको अन्तलाई प्रभुले लिएको गर्दिन मतलब यस्तो नै छ होइन होला तर म चाहिँ यस्तो सोच्छु कि साला त तेरो विश्वासै छैन यस्तो खालको विश्वास छैन तँलाई के अब तेल लगाएर प्रार्थना गरिदिउँ ल त्यस्तो चाहिँ देखेँ त्यो नभन्नु होला यता म बेसी सोच्छु कि विश्वासको लेभल बढ्दै बढ्दैन त हामी प्रार्थना गरिदिनुहोस् न बोजू प्रार्थना गरिदिनुहोस् विश्वास गर्नुहोस् बोजू तपाईँ जाति हुनुहुन्छ विश्वास नभए यहाँ आउँथे र विश्वास लुते विश्वास हो यहाँ तल विश्वास हो त्यो लुते विश्वास माथि बलियो हुनु पर्छ हालेलुया हालेलुया हाम्रो जीवनको सबैभन्दा कुरो चाहिँ हाम्रो यो सत्यता यो ट्रुथमा हामीले ध्यान दिनुपर्ने कुराहरू हुन्छ हालेलुया सबै सेवकाईको क्षेत्रमा यो सत्यताले चाहिँ सत्य प्रेम पैदा गर्छ क्या हाम्रो जीवनमा जब हामी सत्यतालाई हामी फोकस गर्छौँ सत्यतालाई हामी फोकस गरेका हुन्छौँ हामीभित्र सत्यताको एउटा अगापे प्रेम ईश्वरीय प्रेमहरू नै पैदा भइराखेको हुन्छ प्रोड्युस हुनुहुन्छ सुरुवात भइराखेको हुन्छ हालेलुया हालेलुया यो प्रेम हामीले क्यान्सर मात्रै जान्यौँ भने हुँदैन खालि क्यान्सरै हुन्छ हामीले क्यान्सरलाई जानेको हुनु पर्यो येशुवा हुनुहुन्छ कस्तो कस्तो बिरामीहरू निको भयो अघि मैले बताउँदै थिएँ त्यो बहिनी क्यान्सर भेटाएर गए मेरो पनि 2 सालसम्म स्वर हराएको मान्छे हो घरबाट मलाई पनि के घालेर निकालिदिएको मान्छे हो गाउँमा सबैभन्दा बिकामे हुन्छ भनेको काम नलाग्ने हुन्छ भनेको म त बिकामै हो खासमा काम नलाग्ने मेरो भविष्य नै थिएन तर मैले सत्यतालाई जब मैले निहालेर सत्य ईश्वरलाई सत्य परमेश्वरलाई जब पक्रेँ मेरो यो काम नलाग्ने दैलोको जिन्दगीलाई परमेश्वरले एउटा मिनिङफुल बनाइदिनु त्यो कुरोमा चाहिँ तपाईँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ हुन्छ योहन्ना 14:6 के भन्छ यीशुले तिमीलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ सत्य म नै हुँ मद्वारा बाहेक कोही पनि पितामा आउन सक्दैन प्रोस्पेरिटी आनन्दको कुरा हो अल्टिमेट हाम्रो डेस्टिनेसन हालेलुया जब सत्य कुरा नि हामी भित्रबाट सत्यतालाई पक्रिन्छौँ नि सत्यतालाई हामी ग्र्याब गर्छौँ हाम्रो प्रत्येक कुरोबाट सत्य कुराहरू बग्न थाल्छ तपाईको प्रेम स्वार्थपूर्ण प्रेम थियो भने नि सत्यता कुरामा तपाईले फोकस गरेर सत्यतालाई तपाईले ग्र्याब गर्नुहुन्छ त्यो त सत्यतालाई ग्र्याब गरेको कारणले तपाईँ भित्रबाट सबै कुरो सत्य कुराहरू बग्न सुरु हुन्छ तपाईँ झुट बोल्न छोड्नुहुन्छ सत्य बोल्न थाल्नुहुन्छ सत्यताका कुराहरू तपाईले बाँडचुँड गर्न थाल्नुहुन्छ किनभने तपाईँभित्र सत्य छ तपाईले सत्यलाई ग्र्याब गर्नु भएको छ सत्यतामा फोकस गरेको कारणले गर्दाखेरि हालेलुया सत्य 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 ट्रुथ 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 इज रियालिटी रियालिटी इज आवर लर्ड जीसस क्राइस्ट साँचोमा परमेश्वर चाहिँ सत्य परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ सत्य मैले जानेको कारणले सत्यको यीशु मभित्र बास गर्नुहुन्छ आँसुले तपाईँको थुकले तपाईँको आवाजले तपाईँको शब्दले तपाईँको अङ्कमालले तपाईँको छुवाइले मानिसहरूमा चङ्गाइ छर्दै जाँदछ मानिसहरूले जीवन पाउने काम गर्दछ किनभने तपाईँभित्र सत्यता कुरा लुकेको छ Hallelujah. Jesus is real God. He's a living God. He's inside of us. In the Spirit, by the Spirit, हामी भित्र आत्माद्वारा हामी भित्र जिउनुहुन्छ हालेलुया अनि यसै कारणले गर्दाखेरि यो सत्यताले नि ट्रुथले नि सत्य प्रेम गर्न हामीलाई सिकाउँछ ministry requirement, ministry qualification.
पत्रुसलाई यो 21 अध्यायमा प्रभु यीशु मसीहले सेवाकाई दिँदै हुनुहुन्छ के। त्यति बेला पत्रुस तैँले कति वर्षको डिग्री लिएर आएको छस्, तैँले एमपिएफ गरिस्, बिटिएस गरी नपढ्नु भनेको नै पढ्नुपर्छ। यो पनि थियोलोजी भनेको परमेश्वरको बारेमा जान्नु भनेको पढ्नुपर्छ। म पनि डिग्री होल्डर हो थियोलोजीको। तर प्रभु यीशुले सोध्दै गर्दाखेरि पत्रुस तिमी मलाई कति प्रेम गर्छ, तपाईँ जान्नुहुन्छ प्रभु भनेर भन्दै गर्दा उसो भए मेरो बगानलाई खुवाऊ भनेको ठुलो सेवाकाई दिँदैछ है पत्रुसलाई। फेरि सोच पत्रुस साँच्चै तिमी मलाई कति प्रेम गर्छौ, तपाईँ जान्नुहुन्छ मेरो प्रभु म तपाईँलाई कति प्रेम गर्छु, उसो भए मेरो बगानलाई चराऊ। हाइली क्वालिफिकेसन फर द मिनिस्ट्री, ठुलो रिक्वायरमेन्ट मिनिस्ट्रीको निम्ति सत्यको परमेश्वरलाई साँचो प्रेम गर्नु भनेर प्रिय। अनि यसले हाम्रो सेवकाईलाई अगाडि बढेर लाने कुरा। हाम्रो मिनिस्ट्री कतिसम्म बढ्छ भन्ने कुरो नि हाम्रो न त डिग्रीले, न त धनले, न त वरदानले। मिनिस्ट्री कहाँसम्म पुग्छ भन्ने कुरो चाहिँ हाम्रो प्रेमको मात्रा कति छ त्यसले चाहिँ हामी धेरै डिग्री होल्डरहरू फिक्रीमा छ। अब यो दिनहरू हेर्नुहोस् है 2025-26 भित्रमा यस्तो मण्डलीहरू मात्रै खडा हुँदछ, यस्तो मण्डलीहरू मात्रै झरिलो भएर अगाडि बढ्दछ जो चाहिँ आत्माको शक्तिमा परमेश्वरमा फोकस गरेर रियालिटीमा साँचो प्रेममा आफ्नो परमेश्वर येशूसँगको घनिष्ठताबाट सुरु गरिएको मण्डलीहरू मात्रै शक्तिशाली भएर जाँदछ। मैले लेखिराख्नुहोस् 2025-2026 भित्रमा सबै मण्डलीहरू क्लोज डाउन हुन्छ। प्रेममा हामी दाजुभाइ दिदीबहिनीहरू हामी मिनिस्ट्री गर्छौँ, प्रेममा सुरु गरौँ, पैसामा होइन। वर्षिप टिम गीत गाउनुहुन्छ भने त्यो ख्रिस्टको प्रेममा गाउनुहोस्। एउटा सानोभन्दा सानो काम तपाईँ गर्नुहोस्, ख्रिस्टको प्रेममा गर्नुहोस्। परमेश्वरको वचन बोल्ने ख्रिस्टको प्रेममा नजिकतामा भयो तपाईँ बोल्नुहोस्। सेवाकाई दिदीबहिनीले दाजुभाइ दिदीले जे पनि सेवा गरेको छ पक्रिनुहोस्। त्यो ख्रिस्टको माया, त्यो ख्रिस्टको प्रेम परमेश्वरले खोज्नु भएको हाइली रिक्वायरमेन्ट मिनिस्ट्रीको लागि ख्रिस्टले खोज्नु साँचो प्रेम हो। जब यो प्रेममा हाम्रो मिनिस्ट्री सुरु हुन्छ तब हाम्रो मिनिस्ट्रीहरू कहाँदेखि कहाँ परमेश्वरले कुरा आउनुहुन्छ। इफ आई नट मिस्टेक मैले यो गल्ती गरिनँ भने 2 जना पास्टरको 5 महिनामा खालि परमेश्वरको प्रेमलाई बोकेर यो ठाउँमा आउनु भयो जस्तो लाग्छ। सम्पत्ति लिएर आउनु भएको कुरा मैले सुनिनँ। परमेश्वरको प्रेमले यहाँलाई कायल गरेर यो ठाउँमा राख्नु। काठमाडौँको महँगाई देख्दाखेरि त यहाँ त मान्छेहरू भाग्नै जग्गा सेवाकाईको लागि। यहाँ काठमाडौँमा म त फिजिकली सोचेँ भने परमेश्वरले नै भन्नु भएन भनेदेखि चाहिँ काठमाडौँ जस्तो नेपालको काठमाडौँ जस्तो क्यापिटल जस्तो छ यस्तो महँगाईमा त हामी जस्तो उठ्न सक्दैनौँ। भाग्ने जग्गा हो यो। त यहाँले त्यो प्रेम ख्रिस्टको प्रेममा यहाँले खडा भएर मिनिस्ट्री फ्लोरिस भइराखेको छ। यसमा परमेश्वर हुनुहुन्छ। त्यो प्रेममा हामी सुरु गर्छौँ। परमप्रभु परमेश्वर हाम्रो मिनिस्ट्रीलाई परमेश्वर हाम्रो जीवित परमेश्वरलाई एउटा तालीपूर्ण प्रेम प्रेमपूर्ण हालेलुया। अब कति एउटा किसलाई म बताउन चाहन्छु, लामो बोल्ने छैन। पास्टर बाबुले मलाई स्पिरिटले जति बोले पनि हुन्छ भन्नुहुँदै थियो। म घर पनि त जानुपर्छ, घरमा पर्खिरहेछ। मेरो छोरा 1 हप्ता चाहिँ मेरो छोरो चाहिँ मसँग साह्रै लगाव छ। बिरामीहरू यताउति भयो भने मसँगै बस्छ, मसँगै सुत्छ। अलिकति पर गयो भने तपाईँ यहाँ आउनुहोस् न भन्छ छेउमा, यहाँ अङ्गालो मार्छ, त्यति बसिरहन्छ। अनि अस्ति बिरामी भयो, जाती भयो, अनि मम्मीलाई पठाइहाल्छ अनि मसँग बस्छ। फोन गरेको थियो अस्ति, पापा हाम्रो घरमा पनि आउनुहोस् न भन्दै थियो। अनि अस्ति एक दिन चाहना छैन मरिमरि हाँस्दै भन्दै थियो के भन्छ आवेश लगाएर बसेछ।
छोरोको नाम इयान हो, मेरो विशेषै हो। इयान यता आऊ त भनेर बोलाएको थियो अरे। म इयान होइन, म इयान, म प्रमोद हो भनेर। म प्रमोद, म पापा हो भने अरे। अनि सुत्दाखेरि चाहिँ बेडमा सुत्दै गर्दाखेरि त्यहाँनिर इयान यता फर्क त भनेर चाहिँ मम्मीले यसो गरेको थियो अरे। मेरिना नचला त, मेरिना नचला त। छोरो त्यस्तो लगाव छ, 1 हप्ता जति भइसक्यो अनि म छिटै फर्किनुपर्छ भन्नुको चाहिँ खासमा चाहिँ। अनि छोरोले खोज्छ प्रायः जस्तो, कति सेवाकाई गर्नुभएको बाहिर भनेर भन्दै थियो अस्ति। सेवाकाई गर्नुपर्छ। अनि मैले त्यहाँदेखि नानी हो 11 वर्षको छ नानी जस्तै तर मैले सबै फ्लायरहरू सेवाकाईमा बोलाएको फ्लायरहरू निकाल्दै टेट देखाउँदै यस्तो यस्तो सेवाकाई, यस्तो यस्तो सेवाकाई हुन्छ छोरा, म यो कारणले गर्दाखेरि जानुपर्छ भनेर मलाई प्रार्थना गरेर पर्खिराख्नु भएको हुन्छ। त्यो कारणले म पुगिनँ भने के हुन्छ तिमी सोच। नानीहरूलाई पनि रियालिटी नै बताउनु पऱ्यो। त्यो गर्दाखेरि छोराले रिलिज गर्छ। अनि आउने बेलामा चाहिँ अब त्यसको कलिलो मनमा अलिक उयो होस् भनेर चाहिँ म उसैलाई प्रार्थना गर्न लाउँछु। मेरो यात्राको लागि र सेवाकाईको लागि प्रार्थना गर्दै छोरा भनेर उसले प्रार्थना गरिदिन्छ। अनि ढुक्कै पनि हुन्छ, म पनि एक प्रकारले ढुक्कै हुन्छ। त्यसले गर्दा घर पुग्नुपर्छ। अनि अर्को कुरो चाहिँ अन्तमा याद गर्नुपर्ने कुरो चाहिँ तपाईँले मैले फोकस गर्नुपर्ने, ध्यान दिनुपर्ने चाहिँ सिड। भन्नुहोस् त, बिउ। बिउ। अब तपाईँले मैले ध्यान दिनुपर्ने बिउलाई, यो बिउ चाहिँ नि गुणात्मक ढङ्गको हुन्छ। सिड इट विल बी मल्टिप्लिकेसन। सिड चाहिँ बिउ चाहिँ जहिले पनि मल्टिप्लाई हुन्छ। मकैको 1 दाना बिउ रोपेपछि त्यसले 3 घोगा फल्छ। 3 घोगामा कति हुन्छ नि गन्ती अहिलेसम्म गरिएको छैन, तरै पनि सिड कम्ती हुन्छ, बिउ कम्ती हुन्छ, तर त्यसले चाहिँ गुणात्मक ढङ्गले फल्छ। अब एकछिनको निम्ति सोच्नुहोस्, तपाईँमा गुणात्मक ढङ्गले उब्जनी हुनको लागि, तपाईँको घरमा प्रशस्त मात्रामा उब्जनी हुनको लागि तपाईँसँग के चाहियो? सुन्दै हुनुहुन्छ मैले भनेको कुरा? तपाईँमा थुप्रै कुरो चाहिँ तपाईँमा मकै चाहिँ प्रशस्त मकै हुनको लागि चाहिँ तपाईँसँग चाहिँ के हुनु पर्यो? मकैको बिउ हुनु पर्यो। मसँग मकैको बिउ छ भने बिउ रोप्छु, अनि बिउ रोपिसकेपछि चाहिँ त्यसले चाहिँ फल्छ। मल्टिप्लिकेसन, गुणात्मक। धान रोप्नेहरूले यसो गरेर ढिलोमा यसो रोपेको देखिएको छ, तर त्यसले बाला फल्छ। जे पनि हामीले त्यस्तो रोप्दाखेरि त्यसले गुणात्मक ढङ्गले फल फलाउँछ। अब एकछिन तपाईँको जीवनमा प्रशस्त मकै, धान एउटै पनि छैन, त्यसको मतलब के रह्यो? के भयो? तपाईसँग बिउ छैन। तपाईँमा बिउ यति छ, मसँग बिउ यति छ। अब यो बिउ रोपेर चाहिँ प्रशस्त मैले फलाउनु पर्नेमा मैले ध्यानै दिइनँ। त्यो बिउ किराले खाइदियो, ध्यानै दिइनँ। त्यो बिउ भुटेर सबै खाइदिएँ भनेदेखि मैले रोप्नु के फल्छ? त्यसले के ल्याउँछ? त्यसले प्रशस्तता कहाँबाट आउँछ? त्यसले गर्दाखेरि हाम्रो प्रोस्पेरिटी लाइफ एउटा के भन्छ गुणात्मक ढङ्गले जीवन जिउनको लागि अनि हाम्रो जीवनमा समृद्धिको कुराहरू प्राप्तिको निम्ति हामीले फोकस गर्नुपर्ने, ध्यान दिनुपर्ने कुरो चाहिँ बिउमा हो। हालेलुया, हालेलुया। नो सीड नो गेन, नो सीड यु विल बी एन्ड। यदि बिउ छैन भने मेरो अन्त भयो, भोकै भयो। पहिला निकै तमासा लगाएर आउने बिउ खाँदै बसेको बेलामा तर बिउ सिद्धियो फलेन, त्यहाँदेखि दिँदैन न बाबु भन्दै त्यहाँदेखि यस्तो गरिदिनु भनेको अवस्था। बिउमा फोकस नगर्नेहरू, बिउलाई ध्यान नदिने मान्छेहरू, बिउलाई वास्ता नगर्ने मान्छेहरूको जीवनमा नि परमप्रभु परमेश्वरले यही कुरा हामीलाई समृद्धिको कुरा सिकाउँछौँ। बिउमा ध्यान दिनुपर्ने कुरा। कसैले बिउ नै भुल खान्छ, अनि कल लाग्यो भनेर बिउ खानु हुँदैन रहेछ।
हाँगा जहिले पनि बोटबाट हुन्छ अनि हाँगा जहिले पनि बोटमा टाँसिएको हुन्छ अनि हाँगाले त्यति बेला प्रशस्त त फल्छ, हाँगाले त्यति बेला प्रशस्त त फुल्छ जति बेला हाँगा रुखसँग टाँसिन्छ। योना 15 अध्यायले परमेश्वरले भन्नुहुन्छ तिमीहरू हाँगाहरू हो, रुख परमेश्वर हो। रुख एउटा बिउबाट नै उब्जेको हुन्छ। त्यो यो प्रोसेसलाई तपाईँ हामीले ध्यान दिनुपर्ने हो। म हाँगा हो, म हाँगाले फल्नुपर्छ, मल्टिप्लिकेसन हुनुपर्छ, म हाँगा हो, मैले ध्यान दिनुपर्ने हुन्छ। रुट बिउ बिउ परमप्रभु परमेश्वरले यस पृथ्वीमा आफ्नो पुत्रलाई नयाँ करारको मण्डलीको निम्ति बिउको रूपमा दिनुभयो। बिउको रूपमा दिनुभयो। उहाँ बिउ उहाँ उम्रिनु भयो। एकजनाले 12 जना एपोस्टलहरू बनाउनु भयो। त्यो बिउदै मल्टिप्लिकेसन 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 हुँदै हुँदै आज संसारमा प्रशस्तै फलहरू फलिराखेका छन्। उनै बिउ अर्थात् रोपिएको रुखले दागको बोट बन्यो अनि त्यो दागको बोटले भन्छ तिमीहरू हाँगा हो, म चाहिँ रुख हो, मसँग रह्यो भने प्रशस्त तिमीहरूले फलहरू फल्न सक्छौ, ममा रहो र म तिमीहरूसँग रहनेछु। हालेलुया। म उहाँसँग रहन्छु भनेदेखि चाहिँ मल्टिप्लाई मेरो जीवनमा सुरु हुन्छ। सिड अब दिने यो एउटा छर्ने कुराहरूमा गिभिङ परमेश्वरको सबैभन्दा उच्च प्रेमको प्रकटीकरण भनेको चाहिँ दिइहाल्यो। जब तपाईँले तपाईँको मित्रलाई तपाईँको साथीलाई कसैलाई प्रेम गर्नुहुन्छ भने नि तपाईँकोमा पैसा छैन भने बाँकी काटेर पनि दिनुहुन्छ। दिने कुराहरूमा पनि बाइबलमा हामीले सायद यहाँनिर तपाईँलाई सिकाइराख्नु भएको छ। विभिन्न प्रभुको दासहरूले सिकाइराख्नु, तपाईँ सिकिराख्नु भएको छ छर्ने कुराहरूमा। अब छर्ने कुरा तपाईँसँग बिउ छ, तपाईँसँग भएको रुपैयाँ पैसा धन सम्पत्ति यस अलिकति पर राखौँ। तपाईँसँग आँप खानु मन पर्यो, तपाईँले आँप रोप्नु भयो भने त्यसले एक दिन आँप फल्छ। तर आँप रोपेर चाहिँ त अम्बक फल्छस्, अम्बक फल्छस् त्यहाँदेखि 12 वर्ष पछाडि त त्यसले के फल्छ? आँपै फल्छ। किनभने तपाईँले रोप्नु भएको आँप हो। तर खानु मन पर्यो अम्बक, तर अम्बक खानुको निम्ति अम्बकै रोप्नु पर्ने हुँदो रहेछ। अर्थात् परमेश्वरको वचनमा परमेश्वरको बारेमा अर्थात् यो कुरो सिडको कुरा राख्दै गर्दाखेरि नि तपाईँ र मैले रोप्दैछौँ के अनि आशा गरेका छौँ के, त्यो पनि हो इम्पोर्टेन्ट। रोप्दैछौँ के अनि आशा गरेका छौँ के। तपाईँसँग बिउ छ, अहिले के छ? तपाईँसँग के छ? बिउ छ। मेरो जिन्दगीलाई बिउ छ र म परमेश्वरको बारीमा म रोपिदिन्छु। मेरो जिन्दगीलाई प्रभुमा म समर्पण गरिदिन्छु अनि मेरो जिन्दगीले अर्को जिन्दगीहरू तयार गरिराखेको छ। म कहिले पनि फर्केर नोकरी गर्न सक्दिनँ किनभने मेरो प्रभुलाई मेरो जिन्दगी यो भेटी छ र मैले अर्पण गरिदिएको। जस्तै परिस्थिति आए तापनि पछि फर्केर आएर कम्पनीको कुनै एउटा स्टाफ भएर म काम गर्न सक्दैन। 20 वर्ष गर्न सक्दैन। तर मेरो जिन्दगी प्रभुलाई मैले रोपिदिएको जस्तै घुरी बतास जे परिस्थिति आए तापनि म गाडिएको छु। परमेश्वर मेरो जिन्दगीबाट अरू मान्छेहरू तयार गर्नुहुन्छ। धेरै मान्छेहरू तयार पनि भइराखेको छ। यो एउटा एक्जाम्पल हो। अनि तपाईँसँग तपाईँले रोप्दै गर्नुभएको बिउ कति छ र कुन नाममा तपाईँले रोप्न चाहना गर्नुहुन्छ? एक्जाम्पलको निम्ति हाम्रोमा पैसा छ, तपाईँसँग धन चाहिन्छ, रुपैयाँ पैसा चाहिन्छ। त्यो रुपैयाँ पैसा चाहिँ बिउको रूपमा तपाईँले ल्याउनु भएर सठिक मलिलो जग्गामा तपाईँले रोप्नु भयो भने त्यसले आफ्नो समयमा त्यसले फल दिन्छ। बाइबलले भन्छ गुणात्मक ढङ्गले लुका 6:38ले खादीको कुरा गरेका छन्। अनकाउन्टेबल गुणात्मक ढङ्गले परमेश्वरले दिनुहुन्छ। बाई फेथ हाम्रो सिडलाई सठिक ठाउँमा हामी रोप्यौँ भनेदेखि चाहिँ बेला बेला हामी बिउ नै खाइहाल्छौँ र कता तर भेटिदिने बेलामा पनि सब थोक दिन्छु म भनेर चाहिँ सबै गोजीमा पन्साएर लास्टमा रातो एउटा 5 को कि 20 को हामीले रोपिपठाउँछौँ। 5 रुपियाँ इन्भेस्ट गरेर हामीले चाहिँ करोडौँको आशा गर्दाखेरि पनि अलिक नमिल्ने कुरा हो। 20 रुपियाँ इन्भेस्ट गरेर 50,000 को आशा गर्नु पनि अलिक नमिल्ने कुरा हो। हाम्रो विश्वासको नाकमा कति बिउ हामी रोप्दैछौँ त्यसले फरक पार्छ। दुईटा कुरा
एउटा रोप्ने सिड रोप्ने अनि अर्को कुरा हाम्रो रोपिएको कुरोमा हाम्रो फेथ हाम्रो विश्वास। हालेलुया। एकजना बोजू र नातिनी, बोजू गनगनिँदै निस्क्यो अरे सङ्गतिबाट। आजको वचन मलाई मन परेन, बुढो मान्छेले के बोलेको मन परेन भनेर गनगनिँदै निस्क्यो अरे। राम्रो थिएन वचन भने अरे। नातिनीले भन्यो अरे, ए बोजू 5 रुपियाँमा कहाँ राम्रो वचन पाउँछ? ए बोजू 5 रुपियाँमा राम्रो वचन पाउँदैन नि भनेर के त्यो रेला गरिदिएको। त्यो आफ्नो विश्वासको नाप अनुसार नै हाम्रो बिउ पनि बढ्छ मेरो प्रिय। याद गर्नु भएको छ? तपाईँलाई भित्र कुदकुदी लाग्दैछ अहिले। तपाईँले याद गर्नु भएको छ? तपाईँको विश्वासको नाप अनुसार नै तपाईँको बिउ बढ्छ। मेरो विश्वास अनुसार नै बिउ बढ्छ। मैले युवामा मेरो विश्वासमा मेरो बिउ यति छ, यति मैले रोपेँ भने यसले यस्तो फल्छ। त्यो ट्रस्ट, त्यो ट्रुथनेसमा, सत्यतामा, यो विश्वासमा मैले मेरो बिउ रोपेँ भने नि तब त्यसले फल्छ। तपाईँको बिउ तपाईँको विश्वास अनुसार नै बिउको नाप तपाईँको बढ्छ। नत्र भने जत्तिकै टुट्टा स्पुट लगाएर पनि जत्तिकै नाचे पनि रोप्दाखेरि त बिउ यति नै हो। पात्रै चाहिँ गरे त भने त्यसमा चाहिँ हाम्रो बिउहरू यति नै हुन्छ, रातो हुन्छ। अस्ति मेरो दिदी भेनाको दोकानमा अस्ति साह्रै भिड भएर चाहिँ लु अलिकति पैसा उयो गर्दैन भाइ बस्दिनु त, म पनि एउटा उयसमा गएँ जाने अरे। अनि दिदी पनि सपिङको लागि जानुभयो मेरो मिसेससँग। अस्तिको पालि आउँदा भाइ दोकानमा बस्दिनु, त्यहाँ काम गर्नेहरू छ, त पैसामा चाहिँ हेरिदिनु भने मैले त एकजनालाई त कलर नचिनेर नि 20 र 5 को एउटा देख्दो रहेछ। एकजनालाई 20 रुपियाँ दिनुपर्नेमा त 5 रुपियाँ दिएछु। 20 रुपियाँ हो, 5 रुपियाँमा कहाँ हुन्छ हौ भन्छ मलाई त। 20 रुपियाँ दिनु पऱ्यो, 5 रुपियाँ दिएर कहाँ हुन्छ हौ भन्छ। यसो हेरेर त कलर मिलेन रहेछ। कलर त मिल्यो तर अक्षर मिलेन रहेछ। मैले त्यहाँ गल्ती गरेछु। यति साह्रो भिड हुँदो रहेछ। आम्मा त्यो मलाई गाह्रो भयो मलाई त्यहाँनिर। तर एउटा बुढोले मलाई त्यसरी भन्यो। तर हाम्रो जत्तिकै डाँटफाँट जत्तिकै जे कुरो गरे तापनि हाम्रो फेथ लेभलले त्यो काम गर्छ। हाम्रो बिउ छ नि लास्टमा यति नै हुन्छ। अनि यति बिउ छरेपछि यति जमिनमै हट्छ अनि यति जमिनले यति नै फल्छ। तर हाम्रो बिउ धेरै छ भने ठुलो एरिया हुन्छ अनि ठुलो एरियामा त्यसले फल पनि प्रशस्त हुन्छ। हाम्रो बिउको नाप, परिमाण। अनि अर्को कुरो चाहिँ अब हाम्रो बिउ चाहिँ छर्दैछौँ कहाँ? हाम्रो बिउ छर्दैछौँ कहाँ? सिड कहाँ छर्दैछ? बोजूले ल प्रार्थना गरिदिनुहोस् है पास्टर बाउ, मेरोमा 1 केजी मकै छ, यहीँ छरिदिनु पऱ्यो सर। मल जलमा यहाँ मल लगाए पनि जतिकै चाहिँ फर्टिलाइजर जे लगाए पनि यहाँ उम्रिन्छ मकै। अर्को हप्ता वर्षी बिलहरूले कहाँ पुऱ्याउँछ? तर त्यो बिउ छर्नुपर्ने जग्गा तपाईँले मैले चिन्नुपर्ने हुन्छ। त्यो मलिलो जग्गा। अनि त्यो मलिलो जग्गा चाहिँ मेरो प्रियहरू परमेश्वरको राज्य हो। किङडम अफ गॉड। यस्तो ठाउँमा तिमीले नछर जो ढुङ्गेनी छ, चराहरूले खाइहाल्छ, ढुङ्गेनी छ। परमेश्वरको राज्य, परमेश्वरको राज्य अनि त्यसको धार्मिकताको खोजी गर, तिमीलाई सबै थोक थपिनेछ। त्यो मलिलो भूमि छ परमेश्वरको राज्य। परमेश्वरको राज्यमा काम गर्ने मान्छेहरू फेथफुल, परमेश्वरको राज्यको निम्ति काम गर्ने, जीवनलाई परमेश्वरको लागि अर्पण गर्ने व्यक्तिहरूको जीवन चाहिँ मलिलो भूमि थियो। तपाईँले त्यहाँनिर रोप्नुपर्ने हुन्छ। म विश्वास छ यो ठाउँमा तपाईँले रोप्दै हुनुहुन्छ। ग्लोरियस प्रोफेटिक मिनिस्ट्रीमा तपाईँले रोप्दै हुनुहुन्छ। तपाईँलाई सठिक ठाउँमा रोप्दै हुनुहुन्छ। परमेश्वरको राज्यमा थप्नु। केनिथ कफलिनको कुराहरू म सुन्छु। अहिले सायद मैले 25वटा मात्रै सुनेको थिएँ, अहिले 39वटा पुग्यो भनेर एकजना प्रभुको दासले भन्दै थियो। केनिथ कफलिनले 39वटा हेलिकप्टरहरू बाँडिसके प्रभुको राज्यमा। कहिले पनि उसको सिद्धिएन। गुगलले देखाउँदैन है, उसले अर्कै पाराले उसले बाँड्छन्। अनि केनिथ कफलिन एक दिन उसको जीवनमा उसले रोपेको चाहिँ बिचरा उसको भेटी पनि नहुँदाखेरि कोटको ताँत तोडेर चाहिँ भेटीमा हालेको।
अनि उनले भन्थ्यो किन यो लियो भन्दाखेरि अहिले मसँग केही छैन, यही छ। तर एक दिन प्रभुले मलाई यो ठाउँमा पुर्याउनुहुन्छ, यति धेरै धेरै म परमेश्वरको लागि राज्यमा रोप्न चाहन्छु। रोप्देऊ, रोप्यो। अहिले प्रशस्त गरी दिने व्यक्ति भन्यो। सिटमा हामीले ध्यान दिनु पर्यो। निर्बलले म बल्यो छु, गरिबले म धनी छु, कारण उहाँले जे गर्नुभयो हाम्रो लागि। धन्यवाद। गरिबले धनी हुने ख्रिस्टमा, ख्रिस्टको राज्यमा, परमेश्वरको मलिलो भूमिमा हाम्रो सिडहरूलाई हामी छर्न पुग्छ। निरुत्साहित होइन, प्रोडक्टिभ लाइफ तपाईँले जिउनुहुन्छ। हाम्रो जिन्दगीका प्रत्येक कुराहरू नै फलवन्त बनेर जान्छ। प्रभु यीशु मसीहले 10 अंश भेटीहरू मेरो घरमा ल्याऊ, मेरो घरमा खानेकुरोको अभाव नहोस् भनेर भन्छ। सबै जातिहरूको प्रार्थनाको घर कहलाइनेछ, सबै जातिहरूको प्रार्थनाको घर कहलाइनेछ भन्नुभएको छ। अनि मेरो घरमा खानेकुरोको अभाव नहोस्। यो घरमा खानेकुरोको अभाव नहुनको लागि, उहाँको राज्यको लागि तपाईँहरूले रोपनी गर्नुपर्ने कुरा हो। तपाईँले जति जुन नापले रोप्नुहुन्छ त्यो नापले कटनी गर्नुहुन्छ। हालेलुया। तर तपाईँले मैले जान्नुपर्ने कुरा चाहिँ, मेरोमा यति भेटी मैले राखेको छु, बिचारा त्यो मान्छेले डेन्ड्राइट सुँग्नु नपाएर कस्तो भइरहेको रहेछ, ब्रस खानु नपाएर कस्तो भइरहेको छ, यसलाई दिनु पर्यो भनेर तपाईँले दिनुहुन्छ। त्यो मान्छे ठहराइ हुन्छ, खाएर नै तपाईँको पैसाले मरेको हो नि त, हिसाब त दिनु पर्यो। त्यसले जान्नुपर्ने, कोही मान्छेले यस्तो गरेर पैसा माग्छ, बाँकी माग्छ, किन यति साह्रो मागेको भनेको त अर्काको श्रीमती उडाउनुको लागि पो रहेछ। काठमाडौँको केटी, इन्डियाको केटा, केटाले त्यहाँनिर फेरि क्रिस्चियनै रहेछ, विश्वासको लेभल तल भएको क्रिस्चियनै रहेछ। बाँकी भनेर किन यत्रो पैसा एकैचोटि माग्दैछौ भन्दाखेरि त मलाई चाहिएको छु, चाहिहालेको छ, दिइहाल्यो, दिएर छ। त्यो मान्छेले अर्काको श्रीमती उठायो, अर्काको घर भत्कायो, कसको पैसाले? त्यो मान्छेको पैसाले। त्यो मान्छेको पैसा फलवन्त भयो होला, प्रशस्त गरी त्यो बिउले उमार्यो होला। हामी बेला बेला रोप्नु जान्दैनौँ। परमेश्वरको वचनले भन्छ सबैभन्दा मलिलो भूमि चाहिँ परमेश्वरको राज्य हो, अनि त्यो राज्यमा विश्वासयोग्य काम गर्ने मान्छेहरू हो। त्यस्तो ठाउँमा रोप्नुहोस्। किन परमेश्वरको वचनले भनेको छ दिने हुनेहरूलाई अझै दिइनेछ, नहुनेहरूलाई अझै खोसाइनेछ? किन परमेश्वरको वचनले भनेको छ? हामी बाठे भएर बेला बेला हाम्रो रोप्नुपर्ने बिउहरू छ नि। प्रभुको यो दासको त बाइक पनि छ, गाडी पनि छ, यहाँ मान्छेको राम्रो खानेकुरा सबै छ, म यहाँ दिँदिनँ, म आफै बाटे भएर त्यहाँदेखि उपर खोल्सामा गएर हिँड्दै गरेको एकजना मान्छे तल र माथि हुँदै गरेकोलाई, यो हाफ प्यान्ट एकदम फाटेको हाफ प्यान्ट लागेकोलाई म दिन्छु भन्छ, भएको चाहिँ यसरी हिँड्दै गएको हुन्छ। अनि त्यो पैसाले झन् खाएर चाहिँ झन् त्यसो जङ्गलतिर हुन्छ, लडेर मर्छ, फोक्सो खत्तम हुन्छ। हाम्रो बुद्धिले है त्यो चाहिँ। तर परमेश्वरले के भन्नुहुन्छ? हुनेहरूलाई अझै दिइनेछ। प्रभुको राज्यमा विश्वासयोग्य काम गर्नेहरू चाहिँ मलिलो भूमि हो। सिड भन्नुहोस् त, बिउलाई फोकस गर्नु छ, बचाउनु छ अनि रोप्नु छ। हालेलुया, हालेलुया, हालेलुया। लुका 8:11 पदमा के लेखेको छ भने छोटो वचन, अब वृत्तान्त यो हो, बिउ चाहिँ परमेश्वरको वचन हो भनेर लेखेको छ। बिउ चाहिँ परमेश्वरको वचन हो। यो कुन विषयमा परमेश्वरले बताउँदै, कुन सन्दर्भमा बताउँदै हुनुहुन्थ्यो भनेदेखि चाहिँ त्यहाँनिर परमेश्वरले एउटा दृष्टान्त बताउँदै, राज्यको बारेमा दृष्टान्त बताउँदै हुनुहुन्थ्यो। अनि अहिले परमेश्वरको वचन आधारमा, परमेश्वरको वचनको रूपमा तपाईँलाई यो 3वटा कुराहरू मैले बताएको छु। शक्तिशाली दृष्टान्त, शक्तिशाली धार्मिकताको वचन, शक्तिशाली परमेश्वरको बिउ
परमेश्वरको वचनद्वारा यहाँभित्रको प्रोडक्टिभ लाइफको कुराहरू परमेश्वरको वचनबाट तीनवटा कुराहरू तपाईँको बिचमा मैले राखेको छु। एक नम्बरमा के थियो? कुन कुरोमा फोकस गर्नुपर्ने? ज्योति। प्रभु यीशु मसीह संसारको ज्योति हुनुहुन्छ। दोस्रो नम्बरमा सत्यता, सत्यता रियालिटी अनि परमप्रभु परमेश्वर चाहिँ त्यो सत्यताले चाहिँ हाम्रो जीवनमा सत्य परमेश्वरको प्रेमलाई हामी प्रोड्युस गराउँछ। हामी त्यसलाई जान्दछौँ अनि हामीले जुन सत्यता जान्दछौँ हाम्रो जीवनमा त्यही सत्यताको कुराहरू हुन्छ। यदि नेगेटिभ कुराहरू मात्रै हामी जानिराखेका छौँ, नेगेटिभ कुराहरू मात्रै जानिराखेका छौँ, अर्काको श्रीमतीको पुरा गर्नु मात्रै जानिराखेका छौँ भने त्यसलाई हामीलाई त्यतातिर लान्छ। क्यान्सरको कुराहरूको बारेमा मात्रै जान्दैछौँ भने हामीलाई क्यान्सरै हुन्छ। तर क्यान्सरलाई निको गर्नुहुने परमेश्वरको बारेमा यो रियालिटीलाई हामीले जानिराखेका छौँ भनेदेखि चाहिँ क्यान्सरहरू पनि निको हुने परमप्रभु हामीसँग हुनुहुन्छ अनि हामी निको हुँदै गइरहेका छौँ। त्यो ट्रुथमा, त्यो रियालिटीमा हामी परमेश्वरमा हामी ध्यान दिनुपर्ने कुराहरू हुन्छ। अनि नम्बर 3 नम्बरमा सिड, बिउ। अनि जो बिउ जो परमप्रभुले हामीलाई जीवन दिनुभयो, जो बिउ हामीसँग सम्पत्ति छ, जो बिउ हामीसँग ट्यालेन्ट छ, हाम्रो बिउ हामीसँग योग्यता छ, यो सबै कुरो चाहिँ परमेश्वरको राज्यको लागि हामीले रोप्नुपर्ने हुन्छ। जब हामी प्रपर लाइफ हाम्रो जिन्दगीमा सुरु भएर जाँदछ। हालेलुया। आउनुहोस् हाम्रो स्थानमा सबैजना